नमस्ते, नमस्कार साथीहरू। आज चाहिँ हामी भनेको नेपाल राष्ट्र ब्याङ्कको सञ्चालक समितिको चाहिँ गठन तथा गठन मात्र हेर्छौँ है कि कसरी गठन हुन्छन् भन्ने कुरा हेर्छौँ है। तपाईँहरूले ध्यान दिएर हेर्नुहोला। एकदमै दोस्रो पेपरको लागि एकदमै महत्त्वपूर्ण र प्रिटेस्टको लागि पनि धेरै महत्त्वपूर्ण रहेको छ। परिच्छेद 3मा छ है। परिच्छेद 3 सञ्चालक समितिको गठन तथा काम कर्तव्य अधिकार भनेर दिएको छ। यसको चाहिँ दफा 14 है। परिच्छेद 3को दफा 14मा सञ्चालक समितिको गठन चाहिँ कति दफामा राखिएको छ भनेर प्रश्न सोध्न सक्छ। दफा 14 भन्नुहोला। ब्याङ्कमा देहायको सदस्य भएको एउटा सञ्चालक समिति हुनेछ भनेको छ है। गभर्नर भनेको अध्यक्ष हुनेछ। सचिव अर्थ मन्त्रालय के हुन्छ? सचिव अर्थ मन्त्रालय चाहिँ सदस्य हुन्छ। 2 जना डेपुटी गभर्नर के हुन्छन्? सदस्य हुन्छन्। 14को खण्ड घमा चाहिँ के लेखेको छ? आर्थिक, मौद्रिक, ब्याङ्किङ, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रमा लब्ध प्रतिष्ठित व्यक्तिहरूमध्येबाट नेपाल सरकारले नियुक्त गरेका 3 जना सञ्चालक के हुन्छन्? सदस्य हुन्छन् है। 3 जना सञ्चालक चाहिँ के हुने रहेछन्? सदस्य हुन्छन्। अब गभर्नरको पनि हेरिदिइहालौँ यतिमै। गभर्नरको नियुक्ति भनेको दफा 15मा रहेको छ। दफा 15को उपदफा 1मा के लेखेको छ? नेपाल सरकार मन्त्री परिषदले उपदफा 2 बमोजिम गठन भएको सिफारिस समितिको सिफारिसको आधारमा गभर्नरको नियुक्ति गर्नेछ भनेको छ। उपदफा 2मा नेपाल सरकार मन्त्री परिषदले गभर्नरको नियुक्ति गर्न देहाय बमोजिमको सिफारिस समितिको गठन गर्नेछ भनेको छ। ध्यान दिएर हेर्नुहोला है, एकदमै ध्यान दिएर हेर्नुहोला। अर्थमन्त्री भनेको अध्यक्ष हुन्छ। यो गभर्नरको नियुक्ति गर्नका लागि चाहिँ 3 जनाको चाहिँ एउटा बनाउनु पर्ने हुन्छ समिति चाहिँ। त्यो चाहिँ मन्त्री परिषदले बनाउँछ क्या गभर्नरको नियुक्ति गर्नका लागि। 3 जना सदस्यले चाहिँ 3 जनाको चाहिँ नाम गभर्नरको लागि छान्नुपर्ने हुन्छ। पूर्व अर्थमन्त्री भनेको अध्यक्ष हुन्छ। पूर्व गभर्नर मध्येबाट 1 जना के हुन्छ? सदस्य हुन्छ। आर्थिक, मौद्रिक, ब्याङ्किङ, वित्तीय, वाणिज्य कानुनको क्षेत्रमा लब्ध प्रतिष्ठित व्यक्ति मध्येबाट नेपाल सरकारले तोकेको 1 जना व्यक्ति के हुन्छ? सदस्य हुन्छ हैन। अब अर्को भनेको के छ भने उपदफा 2 बमोजिम गठन भएको समितिले गभर्नरको नियुक्तिका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, ब्याङ्किङ, वित्तीय, वाणिज्य व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रमा लब्ध प्रतिष्ठित व्यक्तिहरू र डेपुटी गभर्नरहरूमध्येबाट 3 जनाका नामावली चाहिँ नेपाल सरकार मन्त्री परिषदमा सिफारिस गर्नेछ। उपदफा 4मा नेपाल सरकार मन्त्री परिषदले उपदफा 3 बमोजिम सिफारिस भएका नाममध्येबाट 1 जनालाई चाहिँ गभर्नर पदमा नियुक्ति गर्नेछ है त। तपाईँलाई भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। साथै अब चाहिँ रेगुलर नै म भिडियो हाल्नेछु। तपाईँहरूले साथ दिनुहोला है त। धन्यवाद।